हेलो एभ्रिवान, हाम्रो रेको नेपालको पोर्टलमा सबैजनालाई स्वागत छ। आज चाहिँ हामी रेको नेपालमा कसरी डेमो अकाउन्ट एक्सेस गर्न सकिन्छ भनेर सिक्न गइरहेको छौँ। फर्स्टमा त हामीले रिक्वेस्ट फर डेमो अकाउन्ट गर्छौँ। त्यसमा चाहिँ हामीले हाम्रो कम्पनीको रजिस्टर्ड नेमलाई इन्टर गर्छौँ, यसरी मैले देखाएको जसरी। त्यसपछि चाहिँ हामीले कम्पनीको इमेल राख्नुपर्ने हुन्छ, जसमा चाहिँ हाम्रो रेको नेपाल सम्बन्धी सम्पूर्ण जति पनि जानकारीहरू हुन्छ यो इमेल एड्रेसमा जाने भएकोले चाहिँ युज भइराख्ने इमेल एड्रेस चाहिँ राख्नु हुन अनुरोध गर्दछु। यसरी नै मैले राखेको जसरी हजुरहरूको आफ्नो यो इमेल राखिसकेपछि हामीले हाम्रो कम्पनीको अथोराइज्ड फोन नम्बर राख्नुपर्छ। यसमा चाहिँ जसलाई चाहिँ हामीले कन्ट्याक्ट गर्न सकौँ, यो चाहिँ नम्बर हजुरहरूले यहाँ राख्नुपर्ने हुन्छ। मैले राखेँ जसरी नै राख्नु होला। नम्बर राखिसकेपछि चाहिँ हजुरहरूले जुन हाम्रो रिक्वेस्ट डेमोमा थिच्नु होला, थिचिसकेपछि हजुरलाई चाहिँ हजुरहरूको लगइन डिटेल्स चाहिँ मेलमा जान्छ। मेल खोल्नु होला। जुन अघि राखेको मेल थियो त्यसमा मात्रै मेल जाने भएकोले यो मेलमा चाहिँ हाम्रो आइडी पासवर्ड आउँछ। यो पासवर्ड हानेर हजुरले आफ्नो डेमो अकाउन्ट चाहिँ एक्सेस गर्न सक्नुहुन्छ। फेरि हाम्रो पोर्टलमा गएर लगइनमा जानुहोस्। लगइनमा गइसकेपछि चाहिँ अघि राखेको इमेल एड्रेस र मेलमा आइरहेको पासवर्ड, यो मेलमा आएको पासवर्ड त्यो चाहिँ हजुरहरूले यहाँ कपी पेस्ट गर्न सक्नुहुन्छ अनि साइन इन गर्नुहुन्छ। त्यसपछि चाहिँ हजुर आफ्नो डेमो अकाउन्ट